हाई साथीहरु, आज चाहिँ म तपाईहरुलाई विषयमा जाँदाखेरि जुन एउटा हामीलाई चाहिने हुन्छ डकुमेन्ट्स नाता प्रमाणित पेपरमा के भन्छ स्ट्याम्प लगाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईलाई परराष्ट्र मन्त्रालयमा गएर चाहिँ नाता प्रमाणित गर्नुपर्ने हुन्छ र त्यो कहाँ जाने कसरी गर्ने भनेर म तपाईहरुलाई आज देखाउन गइरहेको छु। एकैछिन है। परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभाग यहाँबाट भित्र जानु होला। फर्स्टमा त्यहाँबाट हामीले सुरुमा गएर यहाँनिर हामीले फर्म र एउटा यस्तो पेपर दिन्छ जुन चाहिँ हाम्रो नम्बर हो। यो नम्बरमा तपाईको कति टर्नमा चाहिँ तपाईको नम्बर हो भनेर दिएको हो यो चिट। अनि तपाईले देख्न सक्नुहुन्छ यहाँनिर फर्म प्लस एउटा राजस्व जुन हामीले पैसा तिर्ने हुन्छ त्यसको फर्म दिन्छ। दुईटा फर्म यो भर्नु होला। यो टोकन नम्बर हो हाम्रो जुन राख्नु होला नहराउनुस्। त्यो पछाडी तपाईहरुले फर्महरुमा कसरी भर्ने के भर्ने आउँछ भने सबै हेरेर भर्दा हुन्छ। कुनै कन्फ्युजन छ भने त्यहाँ भएको वरपर पहिल्यै भरिसकेको मान्छेहरुलाई सोध्नु होला। यो चाहिँ हो राजस्वको हाम्रो जुन पेपर त्यो भन्दा मुनि छ हाम्रो आफ्नो डकुमेन्ट्स। अनि यसमा चाहिँ तपाईहरुको जति पनि स्ट्याम्प लाउनु पर्ने पेपरहरु हुन्छ। मैले चाहिँ एउटा मिस्टेक गराएको थिएँ। घरबाटै पेनहरु लगेर जानु होला। एउटा पेनको समस्या हुन्छ। प्लस तपाई जे कुराको लागि स्ट्याम्प लगाउन जानु भएको छ त्यसको एक प्रति फोटोकपी लिएर जानु होला। प्लस तपाईको नागरिकता तपाई अब कि यदि मार्कसिटहरुको गर्दै हुनुहुन्छ भने सर्टिफिकेटको या तपाईको कुनै पनि नाता प्रमाणित या बाहिर जाने कुनै पनि पेपरको त्यसपछि फर्म लगेर तपाईहरु जानु होला 5 र 6 नम्बरको काउन्टरमा। एकछिन लाइन बसेपछि यहाँनिर फर्महरु बुझाउनु र फेरि तपाईहरु अर्को काउन्टरमा जानुपर्छ। त्यसपछि यहाँ गएर पैसा बुझाउनु होला राजस्वको। यो पेपर दिन्छ यो लगेर तपाईहरु कुर्नु होला 1.5 घण्टा। त्यो पछाडी आउँछ 3 नम्बर काउन्टरमा तपाईको पेपर। त्यहाँबाट तपाईहरुको काम सक्यो। अनि डकुमेन्ट्सहरु चेक गर्नु त्यो पछाडी तपाईहरु निस्किनु होला। र तपाईहरुलाई कुनै पनि कन्फ्युजन छ भने मैले फोटो लिएको छु यहाँनिर सबै विवरण दिएको छ। यो बोर्डमा हेर्नु होला राम्रोसँग अनि पहिला नै प्रिपेयर भएर जानु होला। धन्यवाद भन्न चाहन्छु सबैलाई।